सबै प्रमुख अतिथि, विशिष्ट अतिथि, सामान्य अग्रजहरू, सामान्य अध्यक्षहरू, मिडियाकर्मी दाजुभाइ तथा आफ्नो बच्चालाई आज यो स्याटरडेको समयमा पनि आफ्नो बच्चाहरूको लागि ल्याइदिनु हुने प्यारेन्ट्सको लागि चाहिँ म विशेष धन्यवाद दिन चाहन्छु। आज हामी अलि अगाडि कला संस्कृतिको तर्फबाट अलि अगाडि 213औं भानु जयन्ती प्रस्तुत गर्दैछौँ। आज हामी केवल एक महाकविको जन्म जयन्ती कला संस्कृति र पहिचानप्रतिको प्रतिबद्धतालाई पुनः दृढ बनाउन यहाँ उपस्थित भएका छौँ। आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई जहाँसम्म पुर्याएर हामीलाई एउटा भाषिक र सांस्कृतिक सूत्रमा बाँध्नु भएको कुरा चाहिँ हामी नपार्न सक्दैनौँ। विदेशी भूमिमा बसेलाई संरक्षण गर्न सकेनौँ भने हाम्रो भावी पुस्ताले आफ्नो पहिचानसँगको सम्बन्ध बिस्तारै गुमाउँदै जान्छ भन्ने मलाई लाग्दछ। त्यसैले हाम्रो अभियान केवल परम्परा जोगाउन मात्र नभएर यहाँ नयाँ पुस्तालाई गर्वका साथ हस्तान्तरण गर्नलाई पनि हामी कला संस्कृति लागिपरेका छौँ। हाम्रो संस्था नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले विगतदेखि निरन्तर नेपाली कला साहित्य र संस्कृतिको संरक्षण, प्रवर्धन र पुस्तान्तरणका लागि काम गर्दै आएको छ। तर अब हाम्रो ठुलो उद्देश्य यो काउन्सिल हलमा समय लिएर पैसा तिरेर कार्यक्रम गरिरहँदाखेरि चाहिँ धेरै छैन, कम्प्लाइन्स इस्यु आउने, कन्सर्न आउने आउँदै गर्दाखेरि चाहिँ हाम्रो आफ्नो एउटा बहुसांस्कृतिक केन्द्र नेप्लिज मल्टिकल्चरल सेन्टर हुनुपर्छ भन्ने कुरामा चाहिँ हामी सबैले अनुभव गरिसकेका छौँ। किनभने घरिघरि यो काउन्सिलको विभिन्न भेन्यू बुक गर्दाखेरि चाहिँ जति आफ्नोपन हुँदैन त्यति हाम्रो आफ्नो क्षेत्रमा हुन्छ भन्ने यस्तो हुनुका छौँ। यहाँ नेपाली भाषा सिकाइन्छ, कला सङ्गीत बुझिन्छन्, साहित्य फुल्छ, इतिहास जीवित रहन्छ र हाम्रा संस्कृतिले आफ्नो नेपाली भएकोमा गर्व गर्न सक्नेछन्। त्यसैले एउटा कला संस्कृतिसँग हाम्रो माया जोडिरहँदाखेरि आदरणीय अभिभावकहरूले ल्याइदिएर त्यो कुरालाई चाहिँ अझै पनि हामीले गर्नुपर्ने कुरा चाहिँ अझै बलियो बनाइदिनु भएको जस्तो लाग्छ, कारण चाहिँ बलियो भएको जस्तो लाग्छ। हाम्रो दोस्रो